हेलो गाइज, वेलकम टु माई भिडियो। म चाहिँ युवराज यादव जापानबाट बोलिरहेको छु है त। म चाहिँ आज तपाईँहरूलाई होइन मेरो एक त्यो हुन्छ नि जापान आएको पहिलो हप्ताको जुन जर्नी हुन्छ त म तपाईँलाई सेयर गर्छु है त। तपाईँहरूलाई कस्तो लाग्छ राम्रो भन्नु होला। तपाईँ जापानमै बस्नुहुन्छ भने तपाईँहरूको पनि पहिलो हप्ताको स्टोरी जुन छ होइन त्यो भन्नु होला कि सबको आफ्नो हुन्छ, रमाइलो हुन्छ कि त्यो स्टोरी होइन। मेरो चाहिँ होइन हामी शुक्रबारको दिन थियो होइन, अनि शुक्रबारको दिन थियो हामी एयरपोर्टमा आइपुगेको थियौँ। एयरपोर्टमा आइसकेपछि अनि त्यसलाई हामीलाई गएकोले रिसिभ गर्न गयो। गएकोले रिसिभ गरिसकेपछि चाहिँ अनि हामी गएकोलाई ल्यायो। हामी साँझ परिसकेको थियो, बेलुका बेलुका परिसकेको थियो कि गएको आउँदा चाहिँ राति राति भएको थियो कि। अनि के भन्छ गएको गएकोमा चाहिँ नामसाम लिकाएर गएकोको टेस्ट लियो होइन, कि पेपरहरूमा त्यो एक्जाम वाक्यहरू गर्नको लागि हुन्छ होला सायद होइन, त्यो गर्नको लागि लियो। अनि त्यो लिइसकेपछि हामीलाई के भन्थ्यो भने अनि हामीलाई सोध्दै थियो कि मतलब हामीलाई त्यहाँ रुम पुर्याइदियो। अनि रुम होस्टेलमा पनि केही पनि थिएन कि, फुतोन थियो अनि हामीले लागेको सामान, अरू केही पनि छैन रुममा लिटरली। अब त्यसमा कसरी बस्ने। अब शुक्रबारको शनिबार आइतबार बिदा भइहाल्यो होइन, के भन्छ अब सोमबार लाग्ने हो गएको। अनि हामीलाई चाहिँ के भन्थ्यो त्यो सेन्सेले चाहिँ, हामी चाहिँ अब के भन्छ तिमीहरूलाई चाहिँ म सोमबार लिन आउँछु, सोमबारको 8 बजे चाहिँ यहाँ बस्नु पऱ्यो है भनेर भन्यो। अब हामी त्यति बेला चाहिँ नबुझ्ने हाई मात्रै आउँथ्यो नि त। अनि हाई भन्थे अनि गयो अनि हामीलाई चाहिँ न राइस कुकर छ न केही छ, खाना बनाउने केही पनि छैन नि त। कुकर त छ, ग्यास बाल्ने धरी थाहा छैन। अब बल्ल मैले मामाले कल गरेर चाहिँ म चाहिँ ग्यास बाल्ने तरिका चाहिँ थाहा भयो। अब सामान पसलमा गएर किन्ने कसरी त्यो चाहिँ थाहा छैन कि फेरि होइन। अब त्यो पनि थाहा नभएर अब के गर्ने। अब नुन अब चाउचाउहरू त थियो नि त, उमाल्ने अब पानी उमाल्ने तरिका थाहा भइहाल्यो। अनि त्यो चाउचाउ भइहाल्यो, त्यो चाउचाउ उमाल्यो त्यत्तिकै खायो कि। अनि न नुन लागेको न के, त्यो चाउचाउ यत्तिकै यस्तो मतलब लिटरली होइन। अनि त्यो फेरि हामीलाई त्यो इन्टरनेट वाइफाई चाहिँ कनेक्ट गरिदिएको थियो। त्यो घरमा कुरा भयो, सबैलाई इन्फर्म गऱ्यौँ होइन। अनि गरिसकेपछि जुन अर्को दिन आउने मान्छे थियो नि होइन, दोस्त तिनीहरूलाई के भन्थ्यो भने साथीहरू होइन अब तिमीहरू आउँदैछौ 1 केजी चामल चाहिँ बोकेर आऊ है दोस्त, एकदम भोक लाग्छ यार भनेर म सिकाउँथेँ कि सबैलाई होइन। सो त्यो सिकाउनु एकदम रमाइलो भएको थियो कि, मतलब त्यो चाउचाउ खाएर बसेको त्यो है एकदम मतलब के भन्ने अब रमाइलो भयो। अनि त्यहाँपछि चाहिँ हामी सोमबार निस्क्यौँ। मतलब हाम्रो त्यो जस्तो 2 दिन गयो, मतलब चाउचाउ खाएर यताउति भएर चाहिँ हामी जस्तो 2 दिन गुजार्यौँ होइन, बाहिर साहिर यताउति गरेर होइन। अनि 2 दिन गुजार्यौँ। 2 दिन गुजारिसकेपछि हामीलाई चाहिँ सोमबार बिहानै 8 बजे गएकोबाट एउटा सेन्से लिन आयो। साइकलमा आयो, म गाडीमा लिनु छोडेर होइन, साइकलमा लग्यो। अनि त्यो मोड हुन्छ नि, त्यो के भन्छ अलिकति मोडहरू हुन्छ नि बाटोहरूको, त्यहाँ चाहिँ त्यो फोटो खिच्दै अनि हामीलाई चाहिँ त्यस्तै घिचाउँदै अनि हामीलाई लग्यो त्यहाँ के भन्छ उयाँसम्म लग्यो के भन्छ गएकोसम्म लग्यो। भने गएको जाने बेलामा 40 मिनट जति लाग्दो रहेछ कि हिँडेर होइन। अनि त्यसमा चाहिँ फर्स्ट टाइम मैले जापानिजलाई एउटा राम्रो कुरा चाहिँ त्यहाँ के मन परेको थियो भने मलाई त्यो एकदम एक्साइटेड लागेको कुरा है त। त्यो साइकलमा गइरहेको थियौँ हामी होइन, हामी बाटोमा छौँ जेब्रा क्रसिङमा, त्यो सिग्नल बिनाको। अनि गाडीले चाहिँ के भन्छ हामीलाई अगाडि जा भन्छ होइन। अनि हाम्रो एउटा सेन्सेले चाहिँ होइन तँ अगाडि जा भनेर त्यो झुकी हुन्छ नि त्यो जापानिज स्टाइलमा होइन, त्यो गर्थ्यो कि। मतलब त्यहाँ मैले चाहिँ मलाई त्यो एकदम मतलब मनमा अहिले पनि मेरो मनमा बसेको कुरा हो त्यो होइन। किनभने अब त्यो जापानमा चाहिँ यस्तो रेस्पेक्ट पनि हुँदो रहेछ भनेर फर्स्ट टाइम हो नि त। मतलब अचम्म परिरहेको थियो पहिलो कुरो त होइन, त्यो फर्स्ट टाइम पनि हो कि त्यसरी भएको होइन। त्यो सेगमेन्ट जापानिजहरू चाहिँ यस्तो राम्रो हुँदो रहेछ है भनेर त्यति बेला चाहिँ थाहा पाएको होइन। अनि थाहा पाइसकेपछि चाहिँ अनि हामी गयौँ त्यो कुरा चाहिँ राम्रो भयो हाम्रो होइन। अनि हामी गएकोबाट चाहिँ के एक्जाम लिएर चाहिँ हामीलाई घर पठाइदियो। घर पठाउने बेलामा चाहिँ हामीलाई चाहिँ के भन्यो, एक्लै जान सक्छस् भनेर भनेको थियो हामीलाई होइन। अनि हामीहरूलाई चाहिँ 2टा मात्र वर्ड आउने, हाई दाइजोबु देश, त्यो भन्यो, पठाइदियो। अनि पठाइदिएपछि चाहिँ हामी त्यो सायद 10 बजे निस्किएको थियौँ होला होइन। के भन्छ त्यो गएकोबाट त्यो 9 बजे पुग्यौँ, 1 घन्टाको काम, 10 बजे चाहिँ निस्किहाल्यौँ। अनि त्यहाँदेखि चाहिँ हामी घर फर्किन लाग्यौँ। घर फर्किनतिर लाग्दाखेरि हामीलाई चाहिँ के गरेको थियो भने नि, मतलब अब सामान किन्न चाहिँ एउटा दिदीले हामीलाई सिकाइदियो, त्यहीँ गएकोको एउटा सेम्पाई थियो होइन, त्यो दिदीले हामीलाई सिकाइदियो होइन। त्यो निशा भन्ने दिदी लास्ट त्यसले कति गरिदियो हो क्या, हामीलाई हेल्प गरिदियो होइन। अहिले पनि थ्याङ्क यू भन्नु छ त्यो दिदीलाई, भिडियो मार्फत भए पनि होइन। अनि के भन्छ लास्ट हेल्प गर्नुभएको थियो कि। अनि
त्यसले सिकाइदियो, सामानहरू यताउति किन्नलाई सिकाइदियो। अनि सिकाइदिइसकेपछि चाहिँ हामी के गऱ्यौँ भने नि, मतलब अब हामीलाई चाहिँ घर पठाइदियो, त्यो सिकाएर हामीलाई घर पठाइदियो। अनि घर पठाइदियो, अनि सामान पनि बोकेको छ। अनि हामी 10 बजे निस्केको मान्छे होइन, बेलुकाको 6 बजे पुगिरहेको थियो कि रुम। मतलब बाटो भत्केर हराएको छ, न गुगल म्याप चलिया न के चलिया, जेरो नलेज के, जेरो। मतलब रुममा गयो वाइफाई छ, रुमको बाहेक त थाहा छैन नि त वाइफाई। अनि कहाँ कस्तो वाइफाई हुन्छ के नलेज छैन। अनि न नेपाली देख्छु कसले सोध्ने हो होइन, जाइरू कार्ड देखाएर पनि त सर्च गराउन मिल्थ्यो नि त। कोही थिएन के सोध्नलाई पनि। अब जापानिजहरूलाई त कसरी सोध्ने, फर्स्ट दिन। अनि त्यति झ्याउ भएको थियो होइन, त मजा आयो कि। मतलब त्योभन्दा पनि त्यो बेलुकासम्म हामी पुग्यौँ, त्यत्रो भारी बोकेर दिनभरि घुम्यौँ है। अनि त्यो आयो, अनि खानासाना अलिअलि बनायौँ, त्यो नुन तेलहरू ल्याएको थियो बनायौँ। अनि हाम्रो साथ एउटा चाहिँ मतलब हामी नेपाली पऱ्यौँ होइन। अब हामीलाई सुपा त लेखाइदियो भने सुपामा दारू चाहिँ चिनाइदियो कि, सबभन्दा सुरुमा त्यो स्ट्रङ जिरो हुन्छ नि होइन, यो चाहिँ एकदम बवाल हो भनेर देखाइदियो एउटा दाइले। अनि त्यो स्ट्रङ जिरो बियर होइन, हामीले नयाँ 2-3 क्यान उठायौँ, ड्याङ डुङ खायौँ। त्यो त जुस जस्तो लाग्दो रहेछ यार बियर त, नेपालको त्यो तितो खाएको बियर है, यहाँ चाहिँ जुस जस्तो लाग्दो रहेछ भनेर म ड्याङ सकाइदिएँ 3-4वटा। यस्तो झ्याप बनाउँदो रहेछ त्यो अहिले त्यसले है। त्यो दिनमा यस्तो खायौँ। अनि 3-4 दिन त स्वर्गै भएको थियो क्या। त्यो दारू खायो बस्यो, अनि गएको जाने, गएकोदेखि आएर दारू खायो बस्यो, फेरि यस्तै के रमाइलो भइरहेको थियो लाइफ। अनि कामहरू म चाहिँ त्यति बेला चाहिँ 18 वर्ष पुगेको थिइनँ नि त। अनि म चाहिँ 17 वर्षमै आएको थिएँ। अनि 17 वर्ष आएको कारणले 18 वर्ष नपुगे काम पनिहरू खोज्न मिल्दैन कि भनेर मतलब मिल्दो रहेछ होइन। तर चाहिँ कति ठाउँमा काम गर्दाखेरि तँलाई चाहिँ 17 वर्ष तँलाई लिँदैन। ह्यान्ड क्यासमा के हुन्छ, त्यो रातिको नाइटको काम गर्नै नमिल्ने, अनि के भन्छ त्यो अर्को गाह्रो कामहरू नमिल्ने, त्यस्तो धेरै किन्ची वाला कामहरू एकदम थियो कि। अनि साथीहरूले चाहिँ सबैलाई पनि भन्थ्यो नि त। अनि मेरो साथी चाहिँ राम्रो थियो, मिल्ने थियो। अनि त्यसले के गर्थ्यो भने, दोष गर्ने भने चाहिँ सँगै गर्ने, नत्र नगर्ने भनेर भन्थ्यो। अब लास्टमा चाहिँ हामीले कहीँबाट खोजेर एउटा काम गर्न थाल्यौँ। त्यो फर्स्ट हाम्रो त्यो बेन्तोको एक्सपिरियन्स है, त्यो 1 हप्ता त्यो पनि 1 महिना पछि पाएको हो। हामीले त पाएको थिएन होइन, न काम भेट्छ न केही। त्यो 1 महिनाको जर्नी यति, सुरुको 1 हप्ता त स्वर्गै भएको थियो कि। मतलब 2 दिन आउँथ्यो, अनि त्यो तलको मतलब कताबाट नेपालीहरू आउँथ्यो नि त, दिन नेपाली आउँथ्यो कि नयाँ प्लस भएर। अनि यति सबलाई भेटेर चिनजान हुन्थ्यो है, यस्तो रमाइलो हुन्थ्यो। को कस्तो एकदम रमाइलो, को कसरी आएको स्टोरी सुनाउने होइन, एकदम रमाइलो भन्थ्यो कि। सो त्यो चाहिँ पहिलो 1 हप्ता चाहिँ एकदम रमाइलो भयो हाम्रो होइन। अलिकति स्ट्रगल, पेनफुल भन्दा पनि अलिकति झ्याउ लाग्ने पनि थियो होइन। अब जे भए पनि राम्रै एक्सपिरियन्स भयो। तपाईँहरू जापानमा हुनुहुन्छ भने चाहिँ तपाईँहरूको एक्सपिरियन्स कस्तो भयो भन्नु होला है त। अनि जापानमा नयाँ आउनेवाला हुनुहुन्छ नि जो यो भिडियो हेर्नेवाला होइन, सो तपाईँहरूको एक्सपिरियन्स कस्तो हुन्छ है भनेर चाहिँ अलिकति सोचेर आउनु होला। अहिले त धेरै नेपालीहरू छ नि त, हाम्रो पालामा थिएन खासै त्यति, त्यही भएर अलिकति झ्याउ भएको थियो। तपाईँहरूको लागि चाहिँ एकदम सजिलो हुन्छ। अहिले जहाँ पनि नेपालीहरू गाईको गोजिन काम गरिरहेको हुन्छ नि त, इङ्ग्लिस चल्छ। हाम्रो बेला त चल्दैन थियो नि त होइन। अनि त्यो चाहिँ झ्याउ छुँदैन। अनि तपाईँहरूलाई यो भिडियो चाहिँ कस्तो लाग्यो भनेर भन्नु होला है त। मैले चाहिँ यत्तिकै आफ्नो पहिलो 1 हप्ता चाहिँ सेयर गरौँ भनेर बनाएको भिडियो है। तपाईँहरूलाई मनपर्छ भने चाहिँ लाइक, कमेन्ट, सेयर गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला होइन। युट्युबमा हाल्नलाई बनाएको हो नि त भिडियो। अब यस्तै नयाँ अरू कुराहरू पनि आउँछ। आफ्नो लाइफको बारेमा लेसनहरू पनि भिडियोहरू हाल्छु म होइन। अनि गर्नुहुन्छ, सपोर्ट गरिदिनु होला होइन। म चाहिँ अब राम्रो कन्टेन्टहरू हाल्न ट्राई गर्छु, आफ्नो बेस्ट हाल्ने ट्राई गर्छु है त तपाईँहरूको लागि होइन। रमाइलो हुन्छ, तपाईँहरूलाई चाहिँ मनोरञ्जन चाहिँ हुन्छ है त। बाई।